हजुरहरूलाई स्वागत गर्दछु। आजको यस भिडियोमा छोटो मिठो र सरल तरिकाले भगवानको तुलसीसँग विवाह कसरी गर्ने विवाहको विधि लिएर आएको छु। पूरा भिडियो हेर्नुहोला। अषाढ शुक्ल पक्षको एकादशीको दिनमा रोपेको तुलसीलाई लालन पालन गरेर हुर्काएर बढाएर यही कार्तिक 18 गते शुक्रबारको दिन हरिबोधनी एकादशीको दिन भगवानलाई जिम्मा लगाउँदैछौ। हेर्नुहोस्, तुलसी माता नै लक्ष्मीको स्वरूप हो। लक्ष्मी माता नै यही पृथ्वी मण्डलमा तुलसी बनेर आउनुभएको छ। हेर्नुहोस्, शास्त्रले भनेको छ कन्या दानम समम दानम नहि भूतो न भविष्यति। संसारमा धेरै किसिमका दानहरू छन्, धेरै प्रकारका दानहरू छन् र ती दानहरू मध्ये सबैभन्दा ठूलो दान भनेको कन्यादान हो। कन्यादानको जस्तो महिमा न थियो न हुनेछ भनेर शास्त्रले बताएको छ। जसको घरमा कन्या छैन उसले कन्यादान गर्न नपाउँदाखेरि ठूलो दानबाट वञ्चित हुनुपर्दछ। भगवानले त्यसैले अवसर दिनुभएको छ। तुलसी माता लक्ष्मी बनेर आउनुभएको छ अनि भगवान शालिग्राम बनेर आउनुभएको छ अनि तुलसी मातालाई आफ्नो छोरी मानेर आफ्नो कन्या मानेर भगवानलाई अर्पित गर्नको लागि भगवानले अवसर दिएको। हेर्नुहोस्, त्यही अवसर यही कार्तिक 18 गते शुक्रबारको दिन परेको छ। हेर्नुहोस्, अनि यो विवाह कसरी गर्ने भन्दाखेरि सबैभन्दा पहिला बिहान प्रातःकालमा उठिसकेपछि स्नान गर्नुपर्दछ, शरीर शुद्ध हुने कर्म गर्नुपर्दछ, शौचादि कर्म गर्नुपर्दछ। त्यसपछि आफ्ना नित्य कर्महरू गर्नुपर्दछ। हेर्नुहोस्, प्राणायाम गर्ने, आचमन गर्ने, सूर्य भगवानलाई अर्घ दिने, गायत्री मन्त्रको जाप गर्ने अनि दीक्षा मन्त्रको जाप गर्ने, विभिन्न स्तोत्रहरूको पाठ गर्ने, भगवानको नित्य सेवा गर्नुपर्दछ। हेर्नुहोस्, अनि भगवानको नित्य पूजा नित्य सेवा भइसकेपछि अनि तुलसीको मठमा जाने, तुलसी मठमा सफा गर्ने, तुलसी मठलाई श्रृङ्गार गर्नुपर्दछ, लिप्नु पर्दछ, राम्रो बनाउनु पर्दछ। विभिन्न किसिमका रङ रङ्गोलीले तुलसीको महिरोलाई श्रृङ्गार गर्नुपर्दछ। हेर्नुहोस्, अनि विभिन्न किसिमका सुगन्धित पुष्पहरूलाई जुटाउनु पर्दछ, फुलहरू टिप्नु पर्दछ। अनि त्यसपछि लिङ्गहरू ल्याउनु पर्दछ। बाँसको सालको 5वटा लिङ्गहरू ल्याउनु पर्दछ। सम्भव भएन भने एउटा मात्रै भए पनि लिङ्ग लिएर त्यहाँ गाड्नु पर्दछ। हेर्नुहोस्, यदि कसैले विधि विधानले विशेष रूपले गुरुज्यूलाई बोलाएर पूजा गराउँदैछ भने यी सबै विधिहरू गुरुज्यूले नै बताउनु हुनेछ। हेर्नुहोस्, तर जसले आफैले भगवानको तुलसीसँग विवाह गर्दिँदै हुनुहुन्छ उहाँहरूको लागि यो विधि बताउँदैछु। हेर्नुहोस्, तुलसीको मठलाई श्रृङ्गार पटार गरिसकेपछि सबैभन्दा पहिला बत्ती राख्नलाई एउटा दुनामा थोरै चामल राखेर आग्नेय कोणमा दक्षिण र पूर्वको बिचमा बत्तीलाई स्थापना गर्नुपर्दछ। हेर्नुहोस्, अनि उत्तर र पूर्वको बिचमा एउटा कलशलाई स्थापना गर्नुपर्दछ। अनि त्यो कलशमा जल राख्नु पर्दछ, भए गङ्गा जल पनि राख्नु पर्दछ। अनि आँप पिपलका पञ्चपल्लव स्थापना गर्नु पर्दछ। अनि पञ्चपल्लवहरूमा फूल राख्नु पर्दछ, दुबो राख्नु पर्दछ। हेर्नुहोस्, अनि कलश र बत्तीको बिचमा गणेशजीलाई स्थापना गर्नु पर्दछ। एउटा टप्रीमा चामल राखेर चामलमाथि सुपारी अथवा नरिवल राखेर गणेश भगवानको स्थापना गर्नु पर्दछ। अनि भगवानलाई लिएर तुलसीको सामुन्ने, तुलसी माताको सामुन्ने भगवानलाई लिएर स्थापना गर्नु पर्दछ। जसको घरमा शालिग्राम भगवान हुनुहुन्छ अनि जसको घरमा शालिग्राम भगवान हुनुहुन्न भने लड्डु गोपाल हुनुहुन्छ भने लड्डु गोपाललाई लिएर राख्ने, अथवा लड्डु गोपाल पनि हुनुहुन्न भने विष्णु भगवानलाई लिएर राख्ने, विष्णु भगवानको मूर्ति पनि हुनुहुन्न भने विष्णु भगवानको फोटोलाई लिएर राख्ने। अनि विष्णु भगवानको फोटो पनि छैन भने एउटा टप्रीमा थोरै चामल राखेर त्यो चामलमाथि सुक्खा नरिवल राख्ने। अनि सुक्खा नरिवल पनि छैन भने त्यो चामलमाथि सुपारी राख्ने। अनि सुपारी पनि छैन भने एउटा सिक्का पैसालाई सुनमा घोटेर भगवानको प्रतिमा मानेर त्यही राख्नु पर्दछ। हेर्नुहोस्, अनि पूजाको सामग्री बनाउनु पर्दच। जौ, तिल, चन्दन, अक्षता, फूल, दुबो आदि गरेका सामग्रीहरू जुटाउनु पर्दछ। यसरी पूजा सामग्री जुटाइसकेपछि अब 3 चोटिसम्म आचमन गर्नु पर्दछ। हेर्नुहोस्, ओम केशवाय नमः स्वाहा, ओम नारायणाय नमः स्वाहा, ओम माधवाय नमः स्वाहा भनेर 3 चोटिसम्म आचमन गर्नु पर्दछ। अनि 3 चोटि आचमन गरिसकेपछि ओम ऋषिकेशाय नमः स्वाहा भनेर हात धुनु पर्दछ। हात धोइसकेपछि सबैभन्दा पहिला फूल लिएर आफ्ना माता पितालाई सम्झिनु पर्दछ, आफ्नो इष्ट देवतालाई सम्झिनु पर्दछ, भगवान श्रीहरिको स्वरूपलाई चिन्तन गर्नु पर्दछ। अनि फूल भुइँमा राखिदिनु पर्दछ। हेर्नुहोस्, अनि बत्ती बाल्नु पर्दछ। हेर्नुहोस्, दियो बाल्नु पर्दछ। अनि दियोलाई चन्दन, अक्षता, फूलले पूजा गर्नु पर्दछ। बत्तीलाई एउटा कुश अथवा फूलको आसन पनि राखिदिनु पर्दछ। हेर्नुहोस्, अनि त्यसपछि गणेश भगवानलाई फूल लिएर ध्यान गर्ने, हे भगवान हाम्रो यो तुलसी विवाहमा हजुर आइबक्सियोस्, हजुरलाई निम्ता गर्दछु, हजुरलाई आह्वान गर्दछु भन्ने भावनाले गणेशजीको स्वरूपलाई चिन्तन गरेर एउटा फूल भगवानको आसनको लागि राखिदिनु पर्दछ। अनि भगवान श्री गणेशजीको चन्दन, अक्षता, फूल, दुबो आदिले पूजा गर्नु पर्दछ।
अनि त्यसपछि कलश राखेको भैँमा यसो फुल लिएर छुनु पर्दछ, पृथ्वीलाई पूजा गर्नु पर्दछ। अनि त्यसपछि कलशलाई छुनी कलशमा जलहरू राखिदिनु पर्दछ। अनि कलशमा वरुण आदि देवताहरूलाई फुल लिएर हात जोडेर बोलाउनु पर्दछ, आह्वान गर्नु पर्दछ। अनि कलशमा त्यो फुल राखिसकेपछि कलशमा चन्दन लगाइदिने, अक्षता चढाउने, जौ तेल चढाउने, फुल चढाउने र वरुण आदि गरेका देवताहरूलाई कलशमा सम्झेर पूजा गर्नु पर्दछ। यति कलशको पूजा गरिसकेपछि धूप दीप नैवेद्य शङ्ख घण्ट बजाएर गणेश दीप र कलशमा रहेका देवी देवताहरूलाई अर्पण गर्नुपर्दछ, वरुण आदि गरेका देवताहरूलाई अर्पण गर्नुपर्दछ। अब दीप कलश गणेशलाई पूजा गरिसकेपछि अब तुलसी मातालाई पूजा गर्नुपर्दछ। तुलसी मातालाई पूजा गर्नुभन्दा सबैभन्दा पहिला जलले अभिषेक गर्नुपर्दछ, तुलसी मातालाई स्नान गराउनु पर्दछ। हेर्नुहोस्, तुलसी मातालाई स्नान गराइसकेपछि तुलसी मातालाई चन्दन लगाइदिने, अक्षता चढाइदिने, फुल चढाइदिने, विभिन्न किसिमका मालाहरू लगाइदिने, तुलसी माताको श्रृङ्गार गर्नुपर्दछ। हेर्नुहोस्, अनि तुलसी मातालाई श्रृङ्गार गरिसकेपछि तुलसी मातालाई धूप दीप नैवेद्य आदि अर्पण गर्नुपर्दछ। अनि भगवानको सेवा गर्नुपर्दछ। भगवान शालिग्राम हुनुहुन्छ भने अथवा जो भगवान हुनुहुन्छ, भगवानको जस्तो विग्रह छ त्यही विग्रहलाई भगवानलाई पूजा गर्नुपर्दछ। भगवानलाई स्नान गराउने, पाद्य अर्घ्य आचमन आदि गराउने, भगवानलाई जनै चढाउने, भगवानलाई चन्दन लगाइदिने, भगवानलाई विभिन्न किसिमका सुगन्धित पुष्पहरू अर्पण गर्ने, भगवानलाई माला बनाउनु भएको छ भने माला पनि लगाइदिने, शङ्ख घण्ट बजाएर भगवानलाई धूप दीप नैवेद्य अर्पण गर्नुपर्दछ। हेर्नुहोस्, यसरी भगवानको पूजा भइसकेपछि अब तुलसी माता र भगवानको विवाहको कर्म गर्नुपर्दछ। हेर्नुहोस्, सबैभन्दा पहिला कलशमा जल लिएर तुलसी माताको परिक्रमा गर्नुपर्दछ। हेर्नुहोस्, तुलसी माता लक्ष्मीको स्वरूप हो, तुलसी माता देवीको स्वरूप हो, त्यसैले एकचोटि परिक्रमा गरे हुन्छ। एकचोटि जल लिएर तुलसी माताको परिक्रमा गर्नुपर्दछ, तुलसी मठको परिक्रमा गर्नुपर्दछ। यदि तुलसी मठ घुम्न मिल्दैन भने थोरै हातमा जल लिएर यसो जल घुमाउनु पर्दछ। हेर्नुहोस्, यानी कानी च पापानि जन्मान्तर कृतानि च तानि सर्वाणि नश्यन्तु प्रदक्षिणाम पदे पदे। यसरी परिक्रमा गरिसकेपछि तुलसी मातालाई अक्षता लगाइदिने, तुलसी मातालाई अबिर सिन्दुर आदि अर्पण गर्नुपर्दछ। अनि तुलसी मातालाई चुनरी लगाइदिनु पर्दछ। हेर्नुहोस्, अनि तुलसी मातालाई माला लगाइदिने, अनि ध्वजाहरू ल्याउनु भएको छ भने ती लिङ्गहरूमा पनि ध्वजा पताकाहरू बाँधिदिने। अब तुलसी मातालाई यति गरिसकेपछि भगवानलाई पनि चन्दन लगाइदिनु पर्दछ। अनि भगवानलाई जनै सुपारी अर्पण गर्नुपर्दछ। नरिवलको फल ल्याउनु भएको छ भने नरिवलको फल अर्पण गर्नुपर्दछ अथवा कुनै एउटा फल अर्पण गर्ने। त्यसपछि भगवानलाई पहेँलो कपडा छ भने पहेँलो कपडा अर्पण गर्नुपर्दछ। यसपछि भगवानलाई प्रार्थना गर्ने, भगवानलाई मनमनै सम्झिने, फुल लिएर हात जोड्ने, अनि भगवानलाई राखिदिने, अनि भगवानलाई ढोक्दिने, तुलसी मातालाई ढोक्दिने। अब भगवानलाई उठाएर आफ्नो दायाँ काँधमा अथवा आफ्नो शिरमा स्थापना गरेर 7 चोटिसम्म तुलसी माताको परिक्रमा गर्नुपर्दछ। ओम नमो भगवते वासुदेवाय नमः, ओम नमो भगवते वासुदेवाय नमः मन्त्र जप्दै अथवा भगवानका नाम संकीर्तनहरू लिँदै हरे राम 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 हरे हरे, हरे कृष्ण 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 हरे हरे भन्दै अथवा भगवानका भजनहरू गाउँदै सम्पूर्ण घरका परिवारहरू भगवानलाई लिएर तुलसी माताको 7 चोटिसम्म परिक्रमा गर्नुपर्दछ। तुलसी माताको परिक्रमा गरिसकेपछि अनि भगवानलाई तुलसी माताको सन्मुखमा राखिदिनु पर्दछ। अनि भगवानलाई विशेष अर्घ अर्पण गर्नुपर्दछ। अनि तुलसी मातालाई पनि विशेष अर्घ अर्पण गर्नुपर्दछ। अनि तुलसी मातालाई ढोक्दिनु पर्दछ, भगवानलाई पनि ढोक्दिनु पर्दछ। भवे भवे यथा भक्ति पादयोस्तव जायते तथा कुरुषु देवेश नाथस्तम नेत प्रभु। हे भगवान, मेरा हरेक क्षणमा हजुरको भक्ति बढिरहोस् भन्ने भावनाले भगवानलाई साष्टाङ्ग दण्डवत गरिसकेपछि भगवानलाई आरती गर्नुपर्दछ, निराजन बत्ती बाल्नु पर्दछ। अनि भगवानलाई फुल लिएर हात जोड्नु पर्दछ। अनि भगवानको फेरि परिक्रमा गर्नुपर्दछ। अनि भगवानलाई साष्टाङ्ग दण्डवत गर्नुपर्दछ। अनि आफूले गरेको कर्म समाप्ति गर्नको लागि थोरै जल घुमाउनु पर्दछ र फेरि भगवानलाई ढोक्दिएर विवाह कर्मलाई समापन गर्न सक्नुहुनेछ। अनि भगवानलाई चढाएका प्रसादहरू ग्रहण गर्न सक्नुहुनेछ। यसरी तुलसी मातालाई भगवानमा अर्पित गरिदिएर तुलसी माताको भगवानसँग विवाह गरिदिएर भगवानले हामीलाई ठुलो अवसर दिनुभएको छ, भगवानले हामीलाई धन्य पारिदिनु भएको छ भन्ने भाव लिनु पर्दछ। अनि दिनभरि व्रत बस्नु पर्दछ, फल दुग्ध आदिको आहार गर्नुपर्दछ र सम्भवै छैन भने पनि शुद्ध सात्विक भोजन गर्नुपर्दछ। हेर्नुहोस्, यसरी तुलसीको विवाहको विधि बताउँदै अहिले बिदा चाहन्छु।